वेलकम टु टेक फर यु युट्युब च्यानल। आज हामी टेक फर युको स्टेपको बारेमा कुरा गर्नेछौँ। सो एउटा हाम्रो फन पेज रहेको छ। यहाँ तपाईँले लाइभ काउन्ट देख्न सक्नुहुन्छ मेरो सब्सक्राइबरको। अनि यहाँ रहेको छ हाम्रो अर्निङ मनी, हाम्रो लेटेस्ट भिडियोहरू। अनि एप मैले भिडियोमा युज गरेकोहरू यहीँ छ, रिकमेन्डेड। अनि यो भिडियोमा तपाईँले थिचर यहाँ डाइरेक्ट भिडियोहरू हेर्न सक्नुहुनेछ। युट्युबमा जान पर्ने छैन। लाइक मलाई भिडियो हेर्न छ यो बोलो अपको। सो मैले यहाँ टी लाइभमा भिडियो स्टार्ट हुनेछ। सो जुन वाइड पनि गर्न मिल्नेछ हामीले। यहाँ अप्सन रहेको छ अनि यो एप रहेको छ। एपमा तपाईँले यो एपको रिभ्यू दिन सक्नुहुन्छ मेरो भिडियोमा युज भएको एपको। लाइक यहाँ रिभ्यूको लागि साइन इन गर्नुपर्ने हुन्छ। साइन इन पनि म देखाउनेछु। सामसँग यहाँ रिडिम सेसन रहेको छ। यहाँ तपाईँले मेरो भिडियोमा कुन भिडियोमा कोड दिनेछु त्यो कोडबाट तपाईँले रिडिम गर्न सक्नुहुन्छ। आजको यो भिडियोमा नि कोड रहेको छ। हरेक लेटर दिनेछु म सुरुदेखि अन्तिमसम्म। जसले पहिला यहाँ त्यो लेटर हान्नेछ उसलाई 10 रुपियाँको लाइक 10 रुपियाँ रिचार्ज हुनेछ एनसेल वा एनटिसीमा। सो हामीसँग यहाँ टेलिग्राम रहेको छ। सो तपाईँलाई सपोर्टको लागि टेलिग्राम रहेको छ भने तपाईँलाई पछि अझै धेरै सपोर्टको अप्सन देख्न सक्नुहुनेछ। सो हामी यहाँ फुल नेम, इमेल र मेसेज लेख्न सक्नुहुन्छ। मेसेजमा तपाईँले यदि नयाँ अर्निङ एप देख्नुभएको छ तर तपाईँलाई यो एपको केही थाहा छैन, तपाईँ त्यो एपको लिङ्क यहाँ हाल्न सक्नुहुनेछ। यदि त्यो एपले जेनरली इन्कम दिन्छ भने हामी त्यो एपको भिडियो बनाउनेछौँ। त लगइन गरौँ पहिला। सो लगइनमा गइसकेपछि हाम्रो यहाँ क्रिएट एकाउन्ट छ। क्रिएट एकाउन्टमा तपाईँले पहिला आफ्नो फुल नेम लेख्न पर्नुहुन्छ। म अहिले टेक फर यु लेख्छु। तपाईँले यहाँ युजर नेम लेख्नु पर्नेछ। हरेकको युजर नेम फरक हुनेछ। तपाईँले यहाँ एउटा पासवर्ड दिनुपर्ने हुनेछ। यो पासवर्ड दिइसकेपछि यहाँ क्रिएट एकाउन्ट रहेको छ। यो टेलिग्राम च्याट आइडी म तपाईँलाई पछि भन्नेछु। सो यो कोड चाहिँ तपाईँलाई चाहिन्छ। यदि तपाईँले आफ्नो पासवर्ड बिर्सिनुभयो भने यो कोड युज गरेर फर्केट पासवर्ड गर्न सक्नुहुनेछ। सो लगइन गर्छु म। सो मैले मेरो आइडी र पासवर्ड ल्याइसकेको छु। मलाई हल्का रुवाखोरी लागेको छ, त्यही भएर भोइस हल्का अर्कै आउनसक्छ। सो हामी यहाँ लगइन भइसकेको छ। अब हामी रिभ्यू सेसनमा जाने। पहिला तपाईँको यो प्रोफाइल रहेको छ। यो कोड चाहिँ तपाईँलाई चाहिन्छ। म त्यो डिलिट हान्छु आइडी नै। यदि यो कोड तपाईँले कसलाई दिनु भने जसले पनि लगइन गर्न सक्छ। खासै केही त छैन यो एपमा, हामी फ्युचर अपडेट ल्याउनेछौँ। अनि यहाँ गएपछि तपाईँले एप खोल्नु भएपछि रेटिङ दिन सक्नुहुन्छ। म त 4 स्टारको रेटिङ दिन्छु किनकि मलाई यो एप ठिकै लाग्यो। तर सम लाइक कुन ठाउँमा चाहिँ एपले हामीलाई उस दिँदैन लाइक कोइन। सो तपाईँ यहाँ त डाइरेक्ट पाउँ कोड कपी गरेर एप ओपन गरेर युज गर्न सक्नुहुन्छ। म अहिले रेटिङ दिँदिनँ, मैले जस्ट देखाएको। नेक्स्टको यसमा नि नेक्स्टको नि डिस्क्रिप्सनहरू सब दिइसकेको छु। यसलाई म 3 स्टार जति दिन्छु होला। र मैले रिडिङ गर्ने म देखाउनेछु। ल अहिलेको कुरा गरौँ यसको बारेमा। मेरो टेलिग्राम आइडी तपाईँहरूले पहिला यो दुईवटा आइडी कपी गर्नुपर्ने हुनेछ। यहाँ तपाईँले सबभन्दा पहिला यो पेस्ट गर्नुपर्ने हुनेछ टेलिग्राममा। यहाँ चाहिँ तपाईँले यदि लाइक पासवर्ड पनि बिर्सिनुभयो, तपाईँको त्यो फरवर्ड कोड पनि बिर्सिनुभयो भने तपाईँलाई यसले फाइदा हुनेछ। हाम्रो यो फर्स्ट लागेको छ रिसेन्ट। तपाईँले यहाँ तपाईँको यो आइडी पाउनुहुन्छ, कपी गर्नु होला। त्यसपछि तपाईँले यो कपी गर्नु होला यो बटलाई। सो यो त स्टार्ट गरेर छोडिदिनु होला। फेरि यो एपमा आउनु होला र तपाईँको यो टेलिग्राम आइडी हान्नु होला। सो मैले हानिसकेको छु मेरो टेलिग्राम, सेभ गर्नु होला। सो यो सेभ भइसकेको छ। यो चाहिँ हाम्रो सो मैले मेरो पेज हानिसकेको छु। म यो रिडिम नै गरेर देखाउँछु। पहिला हामी फरवर्ड पासवर्ड गर्छौँ, लगआउट गरौँ। सो फरवर्ड कोडमा गयो भने तपाईँसँग हुनेछ युजर नेम मेरो टेक फर यु भेरिफाई एकाउन्ट। सो हामीसँग यहाँ दुईवटा अप्सन रहेको छ। एउटा इन्टर यो न्यू पासवर्ड, यहाँ दुईवटा अप्सन रहेको छ। अहिलेको कोड र यहाँ नयाँ पासवर्ड हान्ने। जे पाइ त्यो कोड हान्यो भने हुने छैन। अहिलेको कोड हानौँ। सो मैले यहाँ अहिलेको कोड हानिसकेको छु। ल म पासवर्ड नयाँ हाल्छु। नयाँ पासवर्ड हालिसकेको छु मैले। लगइन भइसकेको छ भने तपाईँले यहाँ फरवर्ड पासवर्ड गरेर यहाँ युजर नेम हाल्नु। यदि तपाईँलाई यो कोड पनि थाहा छैन, यहाँ नयाँ अप्सन आउँछ तपाईँलाई टेलिग्राम भनेर, सेन्ड कोड इन टेलिग्राम। तपाईँको टेलिग्राममा यो सोरीको कोड जानेछ। त्यो चाहिँ अहिले आएको छैन, तर यहाँ हुनेछ रिसेट
सेन्ड माई 16 डिजिट क्यारेक्टर रिकभर कोड टु टेलिग्राम भन्ने अप्सन हुनेछ। सो हामी त्यो टेलिग्रामको फिचर छिट्टै एड गर्नेछौँ। त्यहाँनिर तपाईँहरूको 16 डिजिट कोड टेलिग्राममा जानेछ। सो अब रिडिममा जाऊँ। रिडिममै तपाईँहरूले कोड पाउनु भएपछि यहाँ हान्न पर्नुहुनेछ। कोड जे पनि हुन सक्नुहुन्छ। सो यसरी फर्म खोल्ने तपाईँले यहाँ आफ्नो नाम, इमेल एड्रेस, फोन नम्बर, कुन मोबाइलमा रिचार्ज चाहिन्छ। रिचार्ज नगरौँ होला, म तपाईँको इसेवामा हालिदिनेछु 10 रुपियाँ, होइन रिचार्जै गरौँ। सो यो गरेपछि तपाईँले यहाँ फर्म खोलेको देख्न सक्नुहुन्छ। तपाईँले फर्म भर्न पर्नुहुनेछ। फुल नेम, इमेल एड्रेस, फोन नम्बर, अनि तपाईँलाई रिचार्ज आउनेछ त्यो नम्बरमा। यहाँ त्यही भइहाल्यो तपाईँको। सो आजको लागि यति नै। सब्सक्राइब, लाइक, सेयर गर्नु होला। सो हामी यो एपमा अझै अपडेट ल्याउनेछौँ। सो यहाँ तपाईँले सजिलै भिडियो हेर्न सक्नुहुन्छ अनि सजिलै एपको मतलब कपीहरू गर्न सक्नुहुन्छ अनि रिभ्यू पनि दिन नबिर्सिनु होला एप युज गरिसकेपछि। सो आजको लागि यति नै।